ओइ किसन कहाँ छस् त? कहाँ हुने यार, यतै घरतिर छु। हिजो भर्खर काठमाडौँ हाम्रो। ए तँसँग एउटा काम थियो कि आउँछस् कि? ए भइहाल्छ नि, भन्न कतातिर आउने हो? सानोमा हामी पिङ खेल्थ्यौँ नि, हो त्यतितिर आइज न। ए ल हुन्छ फेरि। गहिरो मित्र हाम्रो सानैदेखि थियो गाउँमा नयाँ बस्दै आएको म न कसैले चिन्यो हातमा किताब र कलम बोकी स्कुलतिर हिँड्यो जहिले उस्तै छ दिन पाना कोरी त्यसरी दिन बित्यो ऊ राम्रो लाग्थ्यो मलाई माया अति नै गर्ने सायद त्यही भएर होला हामी एकअर्कामै मर्ने जहिले बिहान उठेपछि उसलाई भेट्नु पर्ने हामी कहिले ठुलो हुन्छ साथी भन्दै दिन गन्थे नराम्रो बानी त्यति बेला केही थिएन जहिले रुमभित्र बस्दै किताब कापी लिएर आमाले भन्नुहुन्थ्यो छोरा ज्ञानी हुनुपर्छ बाउको आज सबै मैमाथि छ छोरोले के गर्छ मलाई के चिजको टेन्सन छैन न कसैको चिन्ता गाउँमा नाना थरी कुरा गर्थे साथीसँग हिँड्दा अचम्म लाग्छ सोच्दाखेरि आफ्नै नै चिन्ता मलाई साथ दिने साथीले नि गर्यो आज गिरमा साथी आज साथ छोरी गाँस छिन्छ सँगै खेल्ने साथी किन ठुलो मान्छे बाँच्छ साँचो मित्रता हो भनेर वरिष्ठले नाटक तेरो छायासँग खेल्ने मलाई लागिसक्यो आदत ठिकै छ साथी आज साथ छोरी गाँस छिन्छ सँगै खेल्ने साथी किन ठुलो मान्छे बाँच्छ साँचो मित्रता हो भनेर वरिष्ठले नाटक तेरो छायासँग खेल्ने मलाई लागिसक्यो आज घरको आर्थिक स्थिति हल्का कमजोर थियो बाबाले काठमाडौँमा जाने कामको सोर चालियो अब 2-4 दिनपछि हामी सहरतिर जाँदै थियो टाढा हुनु पर्यो साथी जब हामी सानै थियो दिनहरू बित्दै गयो वर्तमानले चिनेन म सहरतिर आएको 4.5 वर्ष बितेछ अब गाउँ फर्की जाने हल्का एक्साइटेड थिएँ म सायद भगवानले नै नचाहेको खुसी मलाई दिएन जब देखासी देखे उसलाई मुटु मेरो धर्कियो उसलाई अँगालेर भने साथी तेरो लागि फकियो तर मनदेखि आफ्नो मान्नु त्यो नै मेरो गल्ती हो सब पहिला जस्तो रहेन साथी समयसँगै बदलियो त्यो दिनै जित्यो साथमा नभएको भए साथी आमा बाउको लागि बाइलो बने मात्र तेरो लागि आफ्नो करियर बिगारेर सपना सबै त्यागी लास्टमा छुट्यो हाम्रो मित्रताको केही छ र यहाँ बाँकी साथी आज साथ छोरी गाँस छिन्छ सँगै खेल्ने साथी किन ठुलो मान्छे बाँच्छ साँचो मित्रता हो भनेर वरिष्ठले नाटक तेरो छायासँग खेल्ने मलाई लागिसक्यो आदत ठिकै छ साथी आज साथ छोरी गाँस छिन्छ सँगै खेल्ने साथी किन ठुलो मान्छे बाँच्छ साँचो मित्रता हो भनेर वरिष्ठले नाटक तेरो छायासँग खेल्ने मलाई लागिसक्यो आदत